एक्सेलेन्स लिडर बन्नु छ भने के हुनुपर्छ हन्टर अफ एक्सेलेन्स भन्नु पर्यो के कुरा राम्रो वाला छ सामनेवाला व्यक्तिमा के कुरा राम्रो छ त्यो कुरा क्याच गरिसक्नु पर्यो कुछ 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 फ्रम एभ्रीवेयर टु इम्प्रुभ योर सब कुछ यो ग्लास छ यो ग्लासमा मैले पुरा पानी हाले यो ग्लासमा मैले पुरा पानी हाले यो ग्लास पर भयो यसलाई अझै पर गर्न सकिन्छ कि सकिँदैन यसमा हाल्नको लागि के गर्नुपर्छ अझै पानी यसमा हाल्नको लागि थप्नको लागि के गर्नुपर्छ तपाईले एउटा कुरा थाहा छ के गर्नुपर्छ हामी हाम्रो जीवनमा अहिलेसम्म हामीले जे सिकेको छौं नि जे जानेको छौं नि हामी लाग्छ यही हो के हो यति नै हामीलाई हुन्छ नि पर्याप्त छ के छ पर्याप्त छ हामी मलाई जति दौलत छ त्यही सबै छ म सर्वगुण सम्पन्न छु लिडरमा कहिले पनि यो हुन्छ नि यो कुरै लिडरमा कहिले पनि आउनु भएन हेर्नुस् तपाईले नयाँ कुरा सिक्नु छ भने के गर्नुपर्छ यो कुरालाई ग्लासलाई खाली गर्नुपर्छ के गर्नुपर्छ यो ग्लासलाई खाली गर्नुपर्छ अनि नयाँ पानी यसमा फेरि रिफिल गर्न सकिन्छ इन द सेम वे तपाई सबैजनाहरु आफ्नो इन्डस्ट्रीमा कोही बिजनेसमा हुनुहुन्छ लिडरशिप पोजिसनमा हुनुहुन्छ स्टुडेन्ट हुनुहुन्छ नयाँ कुरा सिक्नु छ नयाँ व्यक्ति बन्नु छ आफ्नो गोल अचिभ गर्नु छ भने तपाईलाई त्यो पुरानो बिलिफ पुरानो सिस्टम पुरानो नलेजलाई के गर्नु पर्यो अलि कुरा नयाँ रिफिल गर्नु पर्यो के गर्नु पर्यो हरेक दिन नयाँ रिफिल गर्नु पर्यो हरेक दिन यसरी आउनु पर्यो यसरी सोच्नु पर्यो कि मलाई केही पनि थाहा छैन नत्र सबै कुरा तपाईलाई अलरेडी थाहा छ भने तपाईको माइन्डले लिन्छ लिदैन जब तपाईको माइन्डले तपाईले नयाँ कुरा लिदैन नि तपाईले यहाँ आएको केही सिकेको केही कुरै काम लाग्दैन हो कि हैन सो अलवेज लिडर चाहिँ के हुन्छ उ रेडी हुन्छ चेन्जको लागि लिडर हुन्छ के चाहिँ लिडर के हुन्छ चेन्जको लागि रेडी हुन्छ र सिक्ने हुन्छ के हुन्छ अ लिडर इज अ लर्नर के हो त अ लिडर इज अ लाइफ लङ लर्नर किनभने जो व्यक्ति लर्निङ गर्न छोड्दिन्छ उ लिडर बन्न सक्दैन सो तपाईहरु मध्ये पनि कोही पनि हुन्छ नि अझै पनि तपाईको माइन्डमा केही पनि चलिरहेको होला हैन म त सबै कुरा थाहा छ मलाई हैन सबै कुरा म जसरी भन्छु त्यही हो हैन त्यसरी नै हो भनेपछि तपाई चेन्जको लागि रेडी हुनु छैन तपाई रेडी हुनु जबसम्म तपाई चेन्जको लागि रेडी हुनुहुँदैन नयाँ कुरा सिक्नु हुँदैन तपाई भनेको तपाई यो भरेको पानी यसको ग्लास जस्तै हो के तपाईले अब यसमा मैले पानी भर्दाखेरि के हुन्छ पोखिन्छ तर यो खाली गर्दियो भने नयाँ पानी एड गर्न सकिन्छ हो कि हैन हो त खाली हरेक दिन कुरा के सिक्नु छ भने के गरेर आउनु पर्यो गार्बेज आउट गरेर आउनु पर्यो खाली भएर आउनु पर्यो हो कि हैन जति खाली हुनु छ त्यति कुरा सिक्नु हुन्छ सो यी मात्र यहाँ होइन हाम्रो जीवनमा पर्सनल लाइफमा प्रोफेसनल लाइफमा बिजनेसमा जो पनि के भन्नु पर्यो हन्टर अफ एक्सलेन्स कमन एभ्रीवन फर्स्ट डेमा के सिकाथे मैले एक्ज्याक्टली के गर्नु पर्यो क्याच गर्नु पर्यो हन्टर अफ एक्सलेन्स लिडर बन्नु छ भने के हुनुपर्छ हन्टर अफ एक्सलेन्स भन्नु पर्यो के कुरा राम्रो वाला छ सामनेवाला व्यक्तिमा के कुरा राम्रो छ त्यो कुरा क्याच गरिसक्नु पर्यो कुछ 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 फ्रम एभ्रीवेयर टु इम्प्रुभ योर सब कुछ क्याप्चर कुछ 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 फ्रम एभ्रीवेयर टु इम्प्रुभ योर सब कुछ पहिला नै सोचिहाल्नुहुन्छ मसँग सबै कुरा इम्प्रुभ गर्छ भने के हुन्छ यो पानीको ग्लास जस्तै हुन्छ तपाईमा जबरजस्ती पानी हाल्दाखेरि के हुन्छ ओखिन्छ तपाईको माइन्डमा के पनि आउँदैन सो खाली गर्नु पर्यो के गर्नु पर्यो अनि गएर तपाई एउटा प्रखर लिडर वक्ता कुनै पनि इन्डस्ट्रीमा तपाई बन्न सक्नुहुन्छ ओके